नमस्ते। गाडीको दुनियाँमा अहिले एउटा ठूलो लडाई चलिरहेको छ, भविष्यको लडाई। र यो हो विद्युतीय गाडी यानी ईवी को बजारमा को राजा बन्ने भन्ने दौड। यो दौडमा दुईवटा ठूला नाम छन्। एकातिर छ प्रविधिको बादशाह टेस्ला र अर्कोतिर उत्पादनको महारथी BYD। त्यसो भए प्रश्न एकदमै सिधा छ, विद्युतीय गाडीको असली राजा को हो त, टेस्ला कि BYD? आज हामी यही कुराको गहिराईमा पुग्नेछौँ। ल, आज हामी के कुरा गर्छौँ त? पहिले त ईवी बजारको यो नयाँ दौड कस्तो छ त्यो बुझ्छौँ। त्यसपछि यी दुई महारथी टेस्ला र BYD को रणनीतिलाई केलाउँछौँ। अनि कसरी BYD ले एकाएक अग्रता लिइरहेको छ त्यो पनि हेर्छौँ। भविष्यमा उनीहरूको बाटोमा के कस्ता चुनौती छन् र आउने 5 वर्षमा के होला त? ल, ढिला नगरी सुरु गरिहालौँ। अहिले संसारभरि नै विद्युतीय गाडीतिर मान्छेहरूको ओहिरो लागेको छ। यो यतिकै भएको होइन है। सरकारहरूले नयाँ नीति ल्याइरहेका छन्। वातावरणको चिन्ता सबैलाई छ अनि ईवी किन्दा अनुदान पनि पाइन्छ। यिनै कारणले गर्दा जुन कुरा हिजो भविष्य जस्तो लाग्थ्यो त्यो आजको वास्तविकता बनिसक्यो। र यही बजारमा छन् दुई भीमकाय खेलाडी, अमेरिकाको टेस्ला र चीनको BYD। तर सबैभन्दा रमाइलो कुरा के छ थाहा छ? बजार जित्नको लागि यिनीहरूले हिँडेको बाटो एकदमै फरक छ, आकाश र पाताल जस्तै। अब हेरौँ यिनीहरूको रणनीतिमा के फरक छ। टेस्लाको खेल भनेको ब्रान्ड, प्रेस्टिज र एकदमै हाई एन्ड प्रविधिमा छ। उनीहरूको गाडी चलाउनु भनेको एउटा सफ्टवेयर एक्सपिरियन्स लिनु जस्तै हो, मतलब प्रिमियम फिल। तर BYD को खेल ठिक उल्टो छ। उनीहरूको मन्त्र हो जति सकिन्छ धेरै बनाउने, लागत जति सकिन्छ कम राख्ने र सस्तोदेखि महँगोसम्म सबैको लागि गाडी उपलब्ध गराउने। टेस्लाको सबैभन्दा ठूलो तागत के हो त? त्यो हो यसको ब्रान्ड। ईवी भन्ने बित्तिकै मान्छेको दिमागमा टेस्ला नै आउँछ। त्यसमाथि उनीहरूको अटो पाइलट र फुल सेल्फ ड्राइभिङ जस्तो एडभान्स्ड सफ्टवेयर, संसारभरि फैलिएको सुपरचार्जरको जालो अनि प्रिमियम बजारमा जुन दबदबा छ, हो यही नै हो टेस्लाको शक्ति। अब BYD तर्फ लागौँ। टेस्लाको शक्ति प्रविधिमा छ भने BYD को शक्ति चाहिँ यसको फ्याक्ट्रीमा छ, मतलब यसको उत्पादन क्षमतामा। यसले ब्याट्रीमा मात्रै चल्ने गाडी मात्र होइन, प्लग इन हाइब्रिड पनि उत्तिकै बनाउँछ। र सबैभन्दा खतरनाक कुरा के हो भने यसले ब्याट्री, मोटर, लगभग सबै मुख्य पार्ट पुर्जाहरू आफै बनाउँछ। यसको मतलब लागतमाथि उनीहरूको पूरा कन्ट्रोल छ। अनि यिनै दुई फरक बाटोको नतिजा अहिले बजारमा देखिन थालेको छ। खेलमा एउटा ठूलो उथलपुथल भएको छ। कसैले नसोचेको तरिकाले BYD ले बिक्रीको दौडमा टेस्लालाई पछि पार्न थालेको छ। हो, यो कुनै सानोतिनो कुरा होइन। सन् 2024 मा इतिहासमा पहिलो पटक फर्स्ट टाइम एभर BYD ले एकै क्वार्टरको ईवी बिक्रीमा टेस्लालाई उछिन्यो। यो त गाडीको दुनियाँमा एउटा नयाँ युग सुरु भयो भने जस्तै हो। आँकडामा हेर्दा अझै प्रष्ट हुन्छ। सन् 2024 मा टेस्लाले लगभग 1.8 मिलियन ब्याट्रीबाट चल्ने गाडी बेच्यो। यो आफैमा एउटा ह्युज नम्बर हो। तर ट्विस्ट यहाँ छ, BYD ले आफ्नो ब्याट्रीवाला र हाइब्रिड गाडी दुवै जोड्दा टेस्लाको त्यो आँकडालाई पनि पार गर्यो। यसबाट थाहा हुन्छ BYD को उत्पादनको स्केल कत्रो छ भनेर। र कुरा बिक्रीको मात्रै होइन है। रिपोर्टहरूले त केसम्म भनिरहेका छन् भने अब BYD को कुल कमाई मतलब रेभेन्यू पनि टेस्लाभन्दा बढी भइसक्यो। पैसाको मामलामा पनि अगाडि। यो त BYD को लागि अर्को ठूलो जित हो। तर एकछिन, यो दौड सकिहाल्यो भन्ने चाहिँ नसोचौँ। कथा अझै बाँकी छ। किनभने जोसुकै लिडर होस् उसको अगाडि चुनौतीका पहाडहरू त हुन्छन् नै। र टेस्ला र BYD दुवैको अगाडि आफ्नै खालका चुनौतीहरू छन्। अब दुवैका चुनौतीहरू हेरौँ। एकातिर टेस्लाको कुरा गरौँ। यसको सबैभन्दा ठूलो टाउको दुखाइ हो यसको मूल्य। महँगो भएपछि भारत जस्ता देशहरूमा बेच्न गाह्रो छ। लागत घटाउनै पर्ने प्रेसर छ अनि विभिन्न देशको ट्रेड पोलिसीले पनि सधैँ जोखिममा पारिरहन्छ। अब BYD तर्फ हेरौँ। उनीहरूको चुनौती फरक छ। सस्तो गाडी त बनाए, तर टेस्ला जस्तो प्रिमियम ब्रान्डको इज्जत कसरी कमाउने? उनीहरूको सफ्टवेयर र सेल्फ ड्राइभिङ सिस्टम अझै टेस्लाको लेभलमा पुगेको छैन। अनि बाहिरी देशमा गाडी बेच्दा त्यहाँको नियम कानुन र सेफ्टी स्ट्यान्डर्ड्स पनि त पास गर्नु पर्यो नि। त्यसो भए अबको 5 वर्षमा के होला त? कसले जित्ला यो दौड? ल, अब अलिकति भविष्यमा हेरौँ डेटाले के भन्छ त्यो केलाएर। यो टाइमलाइनले हामीलाई अबको 5 वर्षको यात्रामा लैजान्छ, ग्लोबल मार्केट शेयरको दौडमा। ल, अब हेरौँ तथ्याङ्कले के देखाउँछ।
यो टेबलले एउटा एकदमै क्लियर पिक्चर देखाइरहेको छ। BYD को उदय 2025मा हेर्नुहोस्, दुवै लगभग बराबरीमा छन्, तर त्यसपछि ग्याप बढ्दै जान्छ। 2029सम्म पुग्दा त BYDले बजारको झन्डै 25% हिस्सा उगट्ने अनुमान छ, अनि टेस्लाको हिस्सा चाहिँ घट्दै जाने देखिन्छ। यो त बजारमा आउन सक्ने भूकम्प नै हो। अब प्रश्न उठ्छ, यस्तो अनुमान किन गरिएको होला त? यसका केही ठोस कारण छन्। पहिलो कुरा, BYDले धेरै सामान आफै बनाउँछ, त्यसैले लागत कम पर्छ। अर्को, यसका सस्तोदेखि महँगोसम्म अनेक थरीका गाडी छन्, जसले गर्दा धेरै ग्राहकलाई तान्न सक्छ। त्यसमाथि सरकारहरूले पनि सस्तो EVलाई सपोर्ट गरिरहेका छन्, जबकि टेस्ला अझै पनि प्रिमियम बजारमै अड्किएको छ, जसले गर्दा धेरै गाडी बेच्न गाह्रो हुन्छ। त्यसो भए अन्त्यमा एउटा ठूलो प्रश्न छोडेर जाउँ। भविष्यको यो लडाईँमा कसको जित होला? सबैभन्दा बेस्ट टेक्नोलोजीको कि सबैको पहुँचमा भएको प्रोडक्टको? मतलब प्रविधिले जित्छ कि पहुँचले? टेस्ला र BYDको यो महायुद्धको असली निचोड यही प्रश्नमा लुकेको छ, र यसको जवाफ त समयले नै बताउँला।